हामी चाहिँ बिहार हेर्न आएको मेरो बुढी खन्चौरीले फेरि भर्खर भात खाएर आएर पनि चौचौ खान लाग्यो हरे खोर्सानी हालेर त्यही पनि अलि पछिको चिउरा र चौचौ पनि राखेको छ लास्टै खन्चौरी बुढी बिहा गरेर छ बरानी सक्नुहुन्न अलि खान सुरु हुन लागिहाल्ला हामीकै बिहार हेर्न आएको छौँ क्या चौचौ खान लाग्यो हरियो खोर्सानी हालेको नि हामी बस्ने घर हो है यो फेरि हाम्रो बिहार फेरि यो हो हामी बस्ने घर चाहिँ यो हो बुढाबुढी बस्ने घर छुट्या छन् त्यही भएर हामी त यहीँ बस्छौँ हाम्रो घर यस्तो छ हाम्रो घरको अवस्था देख्न सक्नुहुन्छ सबै खेतहरू हुन् धान रोप्ने खेत हुने नि पारी छ हाम्रो घर चाहिँ बुढाबुढी फेरि बसेर मजाले चौचौ खाइरहेको छौँ हर्रे खोर्सानी हालेको